यही भएर मैले भनेको कि हामीले स्पिडमा कर्नर लिँदाखेरि सुरुमा राइट लिनुपर्छ, त्यस पछाडि लेफ्ट लिनुपर्छ। तर हामीले राइट लिँदा लेफ्ट कर्नरको कुनामा हामीले हेर्नुपर्छ। यदि उताबाट गाडी आइरहेछ भने हामीले आफ्नो बाइकलाई स्लो गर्नुपर्छ, आफ्नै लेनमा आउनुपर्छ र त्यो कन्डिसनमा हामीले स्पिडमा कर्नर लिन मिल्दैन। यो बाइक र मेरो बाइक दुवैजना हामी स्पिडमा छौँ, हामी दुवैजनाको कर्नर पनि सेम छ, ऊ पनि राइट साइडमै छ, म पनि राइट साइडमै छु। अब उसले कहाँबाट पोजिसन मिस्टेक गर्छ भने यो भागमा पुगिसकेपछि हामीले लेफ्ट लिनुपर्छ। हाम्रो फोकस पनि लेफ्टपट्टिको कुनामा हुनुपर्छ, हाम्रो बाइकलाई पनि हामीले लेफ्टपट्टिको कुनामा च्याप्नुपर्छ। उसले चाहिँ लेफ्टपट्टिको कुनामा फोकस भएन, उसको फोकस सिधा अगाडि भयो र उसले लेफ्टपट्टि आफ्नो बाइक चापेन। त्यो कारणले गर्दाखेरि ऊ अपोजिटपट्टिको लेनको पोलमा गएर ठोकिन पुग्यो। म चाहिँ मेरो आफ्नो साइडको लेफ्ट लेनमा आइपुगे। त्यो भएर मैले धेरैपल्ट धेरैजनालाई यो कुरा बुझाउन खोजिरहेको छु कि अनि कतिजनाले चाहिँ के भन्छ भने किन चाहिँ यता जानु पर्यो र किन यता आउनु पर्यो र भनेर हुन्छ क्या। जसले अब 50 को स्पिडमा पनि अहिलेसम्म कुदाएको छैन, जसलाई साइकलले पनि जितिरहेको छ, तपाईँहरूलाई भनेको होइन क्या यो भनेको चाहिँ। तपाईँहरूले चाहिँ जे गरेर कुदाउँदा पनि भयो होइन। तपाईँहरूलाई डर चाहिँ के हुन्छ भने पछाडिबाट आएर साइकलले हान्देला, सिटीले हान्देला भन्ने डर हुन्छ। अब जसले चाहिँ स्पिडमा कर्नर लिन चाहनुहुन्छ, यदि यो फर्मुला अप्नाउनु भएन भने एक्सिडेन्ट हुन्छ।